सो हेलो गाइज, के छ सबैजना एकदम सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु र आज पनि हजुरलाई धेरै स्वागत छ मेरो नयाँ भिडियोमा हैन। हामी चाहिँ आज माछा मार्न जान लाग्यो हैन। अनि त्यसले बल्छी बोकेको मैले चाहिँ गरौला बोकेको हैन। गरौला बोकेको घाम चाहिँ बबाल लागिरहेको छ हैन। अनि फेरि यहाँ चाहिँ यो रुख काट्यो हैन। यहाँ चाहिँ लास्ट पहिला लास्टै ठुलो उसको के अरे आँपको रुख थियो, लास्टै धेरै आँप फल्थ्यो, यहाँ काटिदियो। अनि हामी माछा मार्ने चाहिँ यही हो है। यतिमा अब माछा पाइन्छ कि पाइन्न है। हामीले अब बल्छी गर्छौँ, गडौला हाल्छौँ अनि त्यसपछि है गडौला खाइदेला हेरे खाएन खाए। टक्कै नपर्ने हुन्छ, अब कुन बेला पर्छ थाहा भएन हामीलाई। गडौला हाल्नलाई गडौला हाल्ने अब हजुर गुहा कि त गुहा समय कसरी हाल्नु त ल ल हस्तो गर्न सक्दैनस्, दिमाग छैन अलिकति। कस्तो उ फाट्यो नि त्यो आधी चाट्नु के सबै हाल्दैन बल्ल हुन्छ। ल ल थ्याङ्क्स। अब त आफै हाल्न त जग्गाले टक्क मन्जु गरे हैन। यसको गडे हटी गडे हाल्न नआउने यहाँ अब पोलाएर बस्नु नपरे कुन बेला भयो नि। अब टक्कल चाहिँ मैले गडेौला हालेर नि हालिसकेँ हैन। माछा पर्छ कि पर्दैन नि त्यहीमा कुरा हो हैन। मैले चाहिँ हालिसकेको हेरौँ अब एकछिन वेट गरौँ होइन। जस्तो अब पर्छ कि पर्दैन होइन। हालिदिनु त सिङ्गै हालिदिन्छ है। सरबोल टोक्लाखेरि जालास भाइ फेरि भले चाहिँ उसले गर्न सफा गर उ त्यो काठले त्यस्तै यसरी हल्ला त्यहाँ हरियोमा त्यो समान त्यो फेरि त्यो रसी समान दिमाग छैन अलिकति चल चाहिँ हामी चाहिँ यहाँ माछा परेन कि ऊ भयो होइन। यो हरियोले गर्दा चाहिँ भरै भएन कि यो सब म यो उहिले फालिदिन्छु, यो उता फालिदिन्छु होइन। खाना बनाएछ पहिला पैसा निकाल्नु त पुरामा हरियो हरियो के लाग्यो अझै बन्द हुन्छ। जल्दी फेरि जस्ता तस्तै जति गरे नि त्यस्तै हुन्छ या झ्याउला नि। लासै झ्याउला यार माछै परेन यस्तो नि हेर छे हेट फाल्दे बोतल उराइदिउँ साला
त्यो फाल्यो त्यो पानी हो ल त्यो जिन्दगी माछाले खान्छ अब गड्यो होला झ्याउला यार एउटा नि परेन रोकिने बस्याम दिमाग खराब भयो हामी जान्छ बाबा यस्तो दुखनकोले गर्छ यार एउटा परेन यार अलि हुन्छ नि यार माछाको नाम निशान छैन त अनि कहाँबाट हुन्छ त अनि अन्त हामी अब एउटातिर घुम्न जान्छौँ होइन माछै परेन झ्याउला मलाई त अनि त्यही हो है आज यस्तो तोरीबारी देख्दै हिँड्यौँ हामीले अन्त वरिपरि चाहिँ यस्तो हरियाली बगाल हरियाली छ कलमको रुख है अनि कलम यस्तो हुन्छ यो चाहिँ खान्छ नै गुलियो हल्का गुलियो हुन्छ अनि हजुरले खानु भयो कि खानु भएन एकचोटि कमेन्टमा भनिदिनु होला है कलम है यो चाहिँ अरू ठाउँमा के भन्छ थाहा पनि यहाँ चाहिँ कलम नै भन्छ यतातिर कलम भन्छ नि यहाँ चाहिँ आँपको रुख भइहाल्यो यहाँ चाहिँ कति प्याज मुलाहरू लसुनहरू कति लगाने यहाँ उता आलु लगाहान अनि यहाँ बाख्रा चरी छ वरिपरि चाहिँ यस्तै छ अझै टक्क बाख्रा चलिरहेको होइन बाख्रा चलिरहेको छ हामी घुम्दा यहाँसम्म आइसक्यो है हामीको चाहिँ उता हो अनि हामी खासमा माछा मार्न चाहिँ यहाँ आउन पर्ने कि यहाँ पाइन्थ्यो होला कि माछाहरू त खै देखिन त देखियो होइन है तर यहाँ पाइन्थ्यो होला कि माछा यस्तो बवाल छ यहाँ यहाँ पाइन्थ्यो होला गरे माछा ऊ होइन त्यो बेल्चा कि त ऊ मात्रै हो र छोटो जात तान बेल्चा जस्तो छ त होइन ए ओ बेल्चा जस्तो देखियो यार अच्छा यस्तो यहाँ पाइन्छ होला यहाँ माछा हामी हावा उता गएर यहाँ दुःख मात्र पाइयो है उता माछा मरेन हावा दुःख मात्रै पाइयो यहाँ होइन यो चाहिँ खजुरको रुख है यो यहाँ छ नि यहाँ चाहिँ लास्टै धेरै खजुर भयो होइन खजुर अनि त्यसपछि पनि पाइन्छ क्या त्यो रक्सी त्यो जाँड हुन्छ नि त्यो भातको जाँड बनाउँछ नि त्यस्तै मानि रुखबाट भन्छ होइन त्यसलाई यता चाहिँ तारी भन्छन् होइन तारी भन्छन् कतिजनाले खानुभयो एकचोटि कमेन्टमा लेखिदिनु होला है त्यस्तो चाहिँ खजुर भइहाल्यो अरे तर यसको फल्ने हुन्छ त्यो नि खान्छन् त्यहाँ त त्यो दुध जस्तो त्यो निक्लिन्छ त्यो नि खान्छन् के दुईटा हुन्छ यहाँबाट सही हो अनि यहाँ चाहिँ क्यान्सरको हस्पिटल बन्दैछ होइन यहाँ चाहिँ क्यान्सरको हस्पिटल बन्छ भनेर भने तर यहाँ चाहिँ पुरा उहाँदेखि यतासम्म सब आँपको आँप लिचीहरू लगाइदियो किन फेरि यहाँ हस्पिटल बन्छ भने तर यहाँ पुरा आँपको रुखहरू लगाइदियो आँप लिचीहरू हेर्नु यहाँ पार्ने कति ठुलो छ र यार यो चाहिँ यसरी छाडेर चाहिँ हो नि मिल्छ त यार यसरी ल यस्तै ल होइन छाडेर त हो न मिल्छ के ल यो चाहिँ मेरो छाता है पानी पऱ्यो भने चाहिँ अहिले मलाई उ गर्छ होइन मेरो लागि यो छाता होला टक्क भन्छ यार तलै हो त अन्त पाँच त सबजना मेरो छाता चाक्ना चुन्दुर पारिदियो यार त हेर त मेरो छाताको हालत हेर त जगे पानी पऱ्यो भने झन् गर्नु भएन त्यो छाता नगर्यो यार यहाँ चाहिँ यत्रो बर पिपलको रुख छ यहाँ नि बरु यहाँ आएको भए पऱ्यो होला कि माछा हामी त्यत्रो हावा दुःख मात्रै पाइयो त्यहाँ गएर त्यस्तो दुःख गरिरहेको छ यहाँ बल्छीले आएको भयो यहाँ कति पर्थ्यो होला यहाँ चाहिँ लाग्दै धेरै ओहो रोब्यो भने क्या यतातिर त्यहाँ छ नि त्यहाँदेखि पुरा यतिमा पुरा उख्रो बिहान के उख्रो बिहान को र यहाँ चाहिँ पुरा उख्रो बिहान होइन अनि ऊ त्यता चाहिँ एउटा स्केट पार्क छ हामी कतिचोटि आफ्नो त्यहाँ भयो है स्केट पार्क खेल्न अनि त्यसपछि धेरै भएन खोलेको पहिला खोल्नेमा सुरुमा त लास्टै धेरै भिड हुन्थ्यो अहिले त कोही आउँदैनन् खाली हुन्छ कि यस्तो चरा चिरबिर गरा यस्तो ठाउँमा घुम्न पाए आनन्द आउँछ होइन चरा चिरबिर गरा आनन्द छैन चरा चिरबिर गर्दै गरा टक्क आनन्द सर हावा पनि चलिरहेको छ
यहाँ चाहिँ यस्तो भयो उहाँ माछा मार्ला नि क्या आइज त यामा भोटी भोटी हो दे भोटी कछुवा यहाँ चाहिँ माछा मार्ला भयो होइन यस्तो तरिका रहेछ कि यो कछुवा हैन ई कछुवा कछुवा र ई गङ्गटा छ घोगी छ अब कछुवा जस्तो लाग्यो घोगिन्छ त्यहाँ रहेछ सानो सिद्रा यहाँको चाहिँ माछा मार्ने स्टाइल बवाल रहेछ कि होइन त्यो झुल जस्तो लिएर होइन दुईटा यता उताबाट बाँध्ने अनि दुईटा समातेर अनि पहिला एउटा झार काट्ने होइन सबै झार काट्ने अनि त्यसपछि झार काटेपछि त्यो मुनिबाट गरेर अनि त्यहाँको तान्ने रहेछ र होइन तानेर लास्टतिर माछा बन्ने रहेछ होइन यति भयो माछा अनि घोगी छ थुप्रै छ के छ अनि त्यसपछि हामीले चाहिँ एउटा माछा मार्दैन होइन अनि ठ्याक्कै घुम्ने भनेर आएको ठ्याक्कै यहाँ चाहिँ माछा मार्न होइन ल आजको भिडियो यति नै थियो हजुरलाई कस्तो लाग्यो ल अर्को भिडियोमा भेटौँ ल बाई बाई